अब चाहिँ पोखराको वरिपरि सबै डुल्ने छ भन्छ के पारा हो यस्तो रेडी भइसक्यौँ गाइज तयार हुनु भयो कान्छा र यता ऱ्यापै पो भइरहेको त कान्छा त कमन सिंह दाजु झोपा के गर्नुहुन्छ हौ कहाँ तमो हुन चोक अब मेन चोकहरू पनि धेरै छ उसमा पनि स्कुलको बस कस्तो खालको झोला किन्ने हौ तिमीहरू नेपाल लेखेको मन कालो भाउजूले सिकाउँदैछ यहाँ के छाने हो र हेमन्तले के छाने प्रवेश गर्न लागिरहेको छु एउटा नै पुरै छ त टिकट बाँड्ने चाहिँ हाम्रो भान्जा नै हुनुहुँदो रहेछ है पैसा तिरेको अनुसार फोटो खिच्छौँ है के भयो भोटे टोपीले त के खालको देखेको हिँड्नु तपाईँ नि डेभिड फल्समा हामी चाहिँ एकदमै सारो सारो झोला दिएछ हौ हेमन्त र मलाई त म त्यही भएर गर्दम गुर्दुमको नि आमा बापुडी रहेछ डेभिड फल्सको तल पुगिसकेछ नि उनीहरू त कति जुम गर्दा पनि नदेखिने हौ झोला हराउँछ है यता बस्नुपर्छ ल डेभिड फल घुम्यो होइन त मजाले एकदम रमाइलो भइरहेछ खानाहरू नै खाइसक्नु भएको छ मान्छेहरू चाहिँ बनाइसक्यो बनाउँ है ल त्यही चाहिँ बादल भाइ चाहिँ ल बोल्ने घुमाउनु सक्दैन छक्कै पार्यो फेवतालमा घुम्ने समय कहाँ सक्छ घुमाएर न भविकालाई अलिकति उ छ नि त यो उडी सक्दैन रहेछ नि सोल्टिले सक्छ उचालेर सक्दैन कहाँ सक्छ सानाले सक्छ गरेर त लु म हेमन्तलाई सक्छु हौ लु उचालेर त एकचोटि ट्राई मार्छ घुमायो दलिन्द्र पूजा ल हो त्यहीबाट घुमायो पछि डेभिड फल्स घुमिसकेर भिडियो टिकटकहरू बनाइसकेर फर्किँदैछौँ मान्छेहरू एकदम
चाहिँ एकदमै डुल्ने अनि फेवाताल बाँकी नै छ। अब नाउहरूमा चढ्नु बाँकी नै छ। त्यहाँको भ्यू पनि हजुरहरूलाई देखाउने छु। बोट खेल्ने लामो लस्कर लागिरहेको छ। आँखाले नभ्याउनु छ। दामी पाइँदो रहेछ है पोखराको चिनो कस्तो दामी छ। हेमन्तले कमान्छ दाजुलाई मेरो त लग्यो बादलले फोन घुमाउ पोखरा फेवाताल जुन भइनी लाउनु ज्याकेट लगाउनु बच्चाले यो चाहिँ के हो? ग्रुप एउटा माथि सिरान पुग्ने हो क्या 2 घण्टा भनेपछि अब यस्तो उहाँले कहाँ घुमाइ 2 घण्टाको टाइम रिङ्गटा पो चल्दो रहेछ नि। तपाईँले रिङ्गटा पो चल्ने रहेछ है दलिन्द्र। चिसो पानी लिएर चिसो पानी रमाइलो हुन्छ। लड्नु जता रमाइलो हुन्छ त्यति त हामी रमाइलो चाहिँ हुनु पर्यो है। मोबाइल झर्नै पानीमा होस् गर यसो गर्नु न। हामी गर्नु न चाउँदै जानु तपाईहरु लानु भयो भनेर पो अब दुई भाइको बल मिलेपछि यस्तो मलाई के होइन दाजु जाँदै पर्ला छेउदेखि होइन त्यो त त्यहाँ यो रमाइलो गरिरहेछ नि हौ होइन ऊ थाप्दैन होला नि। 50 मिटर 50 मिटर होला भनेको नापेको छैन। आफ्नो चाहिँ कहाँपट्टि निकाल्छ गएको चाहिँ यसको यता तल अग्लो पहाड यतापट्टि गएको पहाडपट्टि पहाडतिरबाट 2-3वटा 3-4वटा खोलाहरू मिसेर आएको छ यहाँ जम्मा हुन्छ अनि यो होच पहाडबाट तल गएको छ। ऊ यता चाहिँ गएको छ निकास अब तल कति मिटर यति मिटर आयौँ भनेर ऊ हुन्छ कि हुँदैन हुन्छ जिएफसी फिट गरेछ क्या यति मिटर हिँड्यौँ भनेर थाहा हुन्छ अनि त हौ सम्झिँदै पनि आँखाले नभ्याउने छ नि भान्जी रिङ्गटा चलेन अलिअलि चल्ला चल्ला भएर यो मेटे बसिरहेको छु म। प्याराग्लाइडिङ गर्ने ठाउँ चाहिँ कता हो दाइ? उडिरहेछ त नि माथि ऊ माथिको हो प्याराग्लाइडिङ गर्ने ठाउँ। टेकअप गर्ने ठाउँ बन्जीजम्प कहाँ रहेछ बन्जीजम्प? होइन नजाँदा हुन्छ होला नि त। कति राम्रो हिमाल देख्दो रहेछ यहाँबाट यति टाढो आइसक्यौँ हामी यति टाढो आइसक्यौँ। म सघाउँछु नि तपाईँलाई मलाई भन्नु अब चाहिँ चिसो पानीमा आइपुगेको छ। यति जङ्गलतिर गएको पनि जाउँ न है जाँदा जाँदा किन उनीहरू बिसानी बिसारोस् हामी जाउँ। नबिसाउ हामी ढुक्क चाहिँ ठाउँमा पुगेको भए नि हुन्छ भन्ने हुन्छ पछि केही नि छैन ए छैन होइन एकछिन बिसाउँ न 5 मिनट बिसाउँ न है ल अन्त बिसाम न त। बिसाम न त पानी उयोले तैरिहाल्छ त उयो लुगा हुँदा त डुब्दैन नि त मान्छे लाइफ ज्याकेट भन्छ। सारा हल्ला आयो है हिट गरेर आफै बिग्रिन्छ अर्को भएर आउँछ साना पेटीले हामी त उकालो बस्नु नि। उनीहरू त लगेको होला अब अब हामी न उता जाउँ न घुमाउनु है कता हो? अगाडि घुमाउने ठाउँ छ कि छैन त्यतिकै गइरहेको छ यो।
होइन त्यतै हो यो चाहिँ ल्यान्ड गर्न आँटेको रहेछ नि यो तल्लो चाहिँ तिनीहरू यहाँ नजिकै ल्यान्ड गर्ने चाहिँ गरेर गइरहेछ त्यसमा दुईजना उडाउँछ माथि लगेछ एउटा यता फ्लो लगेछ ओए मोबाइल चोखो प्रीति साइली जुनीभर साँचेर देवातालमा साइली डुङ्गा सालला सम्झनामा तिम्रो